मन्दिर रहेछ खोलाको किनारमा पुलको साथमा मन्दिर पनि रहेछ यस्तो राम्रो यस तलबाट उठाएर माथि बनाएको रहेछ यो चाहिँ यता हाम्रो हाइस यो हाइस रोक्ने ठाउँ रहेछ यो चाहिँ हाइस पार्क यो वारी बजार हो यो चाहिँ पारी बजार यो चाहिँ यस राम्रो भ्यू देखिनु रहेछ पुरा पारी बजारको यहाँ चाहिँ कन्फ्युज अब यो कताबाट चाहिँ गइन्छ यार कुन बाटो यताबाट गइन्छ कि त्यताबाट गइन्छ थाहा छैन ल यतैबाट जाउँ गएर हेरौँ बजार रहेछ यार दामी रहेछ यो चाहिँ बजार चाहिँ जुत्ता हेर ता पनि भित्र झन् खतरा बजार हुन्छ त यार देशहरू कस्तो दामी बजार छ सबै कुराहरू मान्छेमा चाहिँ साइकलदेखि लिएर चिजहरू बजार त यस्तो पो हुनुपर्छ त हो यस सामानहरू चाहिँ यस दामी पुरा क्या दोकानको चहल पहल पुरै चलिरहेको खै भान्जा स्टोर चाहिँ यहाँ रहेछ है ल यो भान्जा स्टोरको धेरै हुन्छ यहाँ छ है भान्जा स्टोर चाहिँ यहाँ फेन्सी बजार त्यस भान्जा स्टोरको पनि मैले गरिदिएको छु है त सन्धिखरको भान्जा स्टोर भन्ने अहिले मैले चटपटेवाला पनि देखाउँछु तपाईँलाई भाइरल चटपटेवाला पनि उहाँ उसँग पनि गएर एउटा भिडियो बनाउँछु मैले अहिले चटपटेवालासँग पनि आएर कुन फेन्सीहरू ल यस बजार चाहिँ ठुलै रहेछ हाम्रो सन्धिखरको भित्र म चाहिँ घुमेको थिएन खासै आज चाहिँ राम्ररी घुमेँ यस बजार चाहिँ ठुलै रहेछ सन्धिखरको नि रहेछ जीप पार्क रहेछ के हो यो आकाशे पुल मेरो ए त होइन यहाँ छ हाम्रो बिगिन फार्मेसी भन्ने मेडिकल चाहिँ कुन अरे होइन आकाशी पुल भन्ने त यहीँ हो गर आकाशी पुल चाहिँ छैन फेरि हाम्रो बिपिन फार्मेसी भन्ने ए अझै पर रहेछ त ए उहाँ पारी रहेछ कि हामी अझै यताबाट आएछौँ कि उताबाट आउनु पर्ने रहेछ हामी चाहिँ अहिले उताबाट आएछौँ यस्तो छ पारी बजार सक्नुहुन्छ यो चाहिँ आकाशी पुल भन्ने चाहिँ त्यहाँ छ यही हो आकाशी पुल भन्ने त